राजा फर्की आऊ भन्दै एक किसिमको अभियान सञ्चालन गरिरहेका थिए र त्यो अभियान सञ्चालन गर्दै गर्दा हिजो मात्रै काठमाडौँमा करिब नेपालका विभिन्न तथ्याङ्क शास्त्रीहरूको आए अनुसारले भन्नुपर्दा पनि करिब 10 लाख जना भन्दा बढी मानिसहरू काठमाडौँमा नेपालमा राजाको उपस्थित हुनुपर्छ र राजा फर्की आउनुपर्छ र राजाले शासन गर्नुपर्छ भनेर मानिसहरू जम्मा भएका थिए भनेर डाटा सार्वजनिक आजै भएको छ। जब यी राजावादीहरूले राजा ल्याउनुपर्छ भनेर आन्दोलन गर्दै गर्दा कमजोर गणतन्त्रको जगमा रहेर अहिले सत्तासीन भएका र सत्ताको आश गर्ने यी दलहरू, प्रमुख दलहरू काङ्ग्रेस, एमाले, माओवादी लगायत क्रान्तिकारीको झन्डा बोक्ने ससाना दलहरू पनि अहिले धेरै सशङ्कित भइसकेका छन्, डराएका छन्। उनीहरूको मनमा चिसो पसेको छ। आखिर यो चिसो पस्नुको कारण के हो त? यिनीहरूले अहिले मनन गरेका छन् कि या छैनन्, या बाहिर मिडियामा आउँदाखेरि मिडियाबाजी गरिरहेका छन् त? तपाईलाई के लाग्छ? तपाईले आफ्नो कमेन्ट बक्समा पनि लेख्न सक्नुहुन्छ। हिजो काठमाडौँमा राजावादीहरूले राजालाई काठमाडौँमा स्वागत गर्दै गर्दा नेपालमा रहेका सत्तासीन दुई पार्टीका प्रमुख सभापति तथा अध्यक्ष काठमाडौँ बाहिर थिए। आखिर यो भए नै थियो कि एउटा संयोग मात्रै? त्यो त हामीले बुझ्न सकिएन र त्यसको बुझ्ने जरुरी पनि छैन, किनकि अहिले यस सत्तामा रहेका नवगणतन्त्रवादीहरू कार्ल मार्क्सको सिद्धान्त अपनाउँछु भन्ने यी राजनैतिक दलहरूले जनताको मानहानि गरिरहेका छन्, जनताको हितका लागि काम गरेनन् र त्यसैको प्रभाव स्वरूप राजा आऊ देश बचाऊ भन्ने नारा अहिले लागिरहेको छ। यो भिडियो बनाउँदै गर्दा कसैलाई मन नपर्न सक्छ। म न राजाको समर्थक न कम्युनिस्टहरूको समर्थक। म यो समर्थन गर्छु कि यहाँ हामीले नेपालमा रहने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमाबुवाहरूले यहाँ रहँदै गर्दा पाउनुपर्ने आधारभूत सेवा सुविधाहरू सहज तरिकाले पाइन सकियोस्, विकासको त्यो छेडलाई प्रत्यक्ष रूपमा अनुभूति गर्न पाइयोस्। तर अहिलेको यस व्यवस्थामा, गणतान्त्रिक व्यवस्थामा त्यो हुन सकेको छैन। गणतन्त्र आफैमा एकदम ठिक छ, तर यी गणतन्त्रको आडमा बसेका सत्तासीन व्यक्तिहरू जसले आफ्नो भलाइको लागि काम गरे, कुकर्महरू गरे, जनतालाई दुःख दिने काम मात्र गरे, भ्रष्टाचारका काण्डहरू गरे र ती काण्डहरूलाई यिनीहरूले अहिले बिर्सेका छन् र यी नवगणतन्त्रवादीहरू अहिले जुन यो राजाको सल्बलाइरहँदा, राजाका प्रशंसकहरू सल्बलाइरहँदा, राजावादीहरू सल्बलाउँदै गर्दा यिनीहरू अहिले एक ठाउँमा आउने निश्चित प्राय छ। एमालेका अध्यक्ष काठमाडौँ बाहिर बसेर राजावादीहरूलाई किन गरेको यस्तो भनेर भन्छन्। उता प्रचण्ड नेकपा माओवादीका अध्यक्ष प्रचण्ड यसरी राजावादीहरूको काठमाडौँमा राजालाई स्वागत गर्दै गर्दा, पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्दै गर्दा प्रचण्ड काठमाडौँमै हुन्छन् र आवश्यक योजनाहरू बनाउन थाल्छन्। यसको तात्पर्य के? गणतन्त्र प्रचण्डलाई मात्र चाहिएको हो अथवा प्रचण्ड भ्रष्टाचारबाट मुक्त छन् त? त्यो पनि हामी सोच्न सक्दैनौँ। विभिन्न मिडिया रिपोर्टहरू भन्छ नेपालमा शासन गर्ने सम्पूर्ण नेताहरू भ्रष्टाचारी छन्। त्यो हामीले भनिराख्नै पर्दैन, बाहिरी मिडियाहरूमा प्रचारित भइरहेका छन्। चाहे त्यो ओम्निकाण्ड होस्, वा चाहे त्यो क्यान्टनमेन्टको घोटाला होस्, चाहे त्यो वाइड बडी काण्ड होस्, वा त्यो भुटानी शरणार्थी काण्ड होस्,
लगायत विभिन्न काण्डहरू यिनीहरूले घटाउँदै आएका छन्। 2047 सालदेखि 2081 सालसम्म यिनीहरूले भ्रष्टाचार गरेर देशलाई यतिसम्म कमजोर बनाइसक्यो कि हामी शिर उठाएर कहीँ पनि जान सक्दैनौँ। आखिर किन? अहिले टोलमा राजाहरू छन् र राजाका आसेपासे भरौटेहरू रहेका छन् र हामीले ती प्रत्येक टोलका राजाहरूलाई हामीले पाल्न सक्दैनौँ। यो कुरा सबैले बुझ्नुपर्छ र मैले सबैलाई चुनौतीका साथ पनि भन्न चाहन्छु, हामीले यी टोलमा रहेका भरौटे राजाहरूलाई हामीले पाल्न सक्दैनौँ। बरु यी भरौटे राजाको अन्डरमा, स्यालहरूको अन्डरमा रहेर हामी बस्नु छ भने त्योभन्दा बरु हामी बाघको आचरणमा रहेर, बाघको नियन्त्रणमा रहेर बस्न चाहन्छौँ। बाघद्वारा हामी शासित हुन चाहन्छौँ, अर्थात् हामी एक व्यक्ति मार्फत शासित हुन चाहन्छौँ। यहाँ अरू कुनैको पनि औचित्यता छैन। राजा आउन् या नआउन् त्यो मलाई पनि सरकार भएन, अरूलाई पनि सरकार भएन। तर अहिलेको परिप्रेक्ष्यमा भन्नुपर्दा राजा आए पनि नआए पनि, गणतन्त्र यथावत रहे पनि नरहे पनि, अब प्रधानमन्त्री तथा राष्ट्रपति प्रत्यक्ष चुनावद्वारा छानियो भने बल्ल बलियो हुन्छ। यहाँ प्रधानमन्त्री कसरी छानिएको छ? जसले बहुमत ल्याउँछ त्यही प्रधानमन्त्री भएको छ, जसको मत धेरै छ त्यही प्रधानमन्त्री भएको छ। जनताको यहाँ विचार सुन्ने कोही पनि छैन। तपाईलाई आजको यस भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। तपाईले अहिलेसम्म यस युट्युब च्यानल, फेसबुक पेजलाई फलो तथा सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि बेल आइकनमा क्लिक गर्नुहोला। बेल आइकनमा क्लिक गरिसके पश्चात तपाईको युट्युब नोटिफिकेसन बारमा यस च्यानलद्वारा राखिने ती विभिन्न महत्त्वपूर्ण भिडियोहरूको जानकारी तपाईलाई सर्वप्रथम प्राप्त हुनेछ।